आज टक्कसँगले होइन धेरै लङ टाइमपछि अनि हामीले बाटो चाहिँ नभेटिरहेको होइन टक्कसँग कुदेछ अरे बाटो चाहिँ नभेटिरहेको अवस्था छ होइन टक्कसँगले बाटो चाहिँ खासै भेटिन सकेको छैन टक्कसँगले टक्कसँगले बाटो चाहिँ भेटिरहेको छैन टक्कसँगले पुरै हिँडिरहेको छ टक्कसँगले चाहिँ के हो यसलाई चाहिँ के यस्तोलाई चाहिँ के भन्छ दाजु यसलाई यस्तोलाई चर्च भन्छ यस्तो मतलब यो हो क्या दाजु यो चाहिँ खासमा चाहिँ मान्छे मर्छ नि जलाएर त बनाएको हो क्या हात त चियान भन्दैन त्यस्तो हो होइन यसलाई चाहिँ यो चाहिँ यस्तोलाई चाहिँ अब के भन्छ भने त्यही त भन्छ होला सायद होइन टक्कसँगले कहाँ पुग्ने थाहा छैन हाम्रो सुर पत्तो छैन तर त्यही पनि हामी हाम्रो रास्ता हिँड्न चाहिँ छोडेका छैनौँ मौसम टक्कसँगले होइन धेरै लङ टाइमपछि वक हुनुहुँदैछ होइन आज चाहिँ हाम्रो दाजु शुक्रराज दाजु हुनुहुन्छ हाम्रो चाहिँ टक्कसँगले हामी चाहिँ गुम्बा भिजिट गरेर फर्किँदैछौँ होइन तर बाटो चाहिँ कहाँ हो भन्ने अलिकति अत्तो पत्तो पाउन गाह्रो भयो क्या होइन दाजु यहाँबाट रुम चाहिँ कहाँ कसरी पुग्ने भन्ने तनाव भयो पानी पर्ला जस्तो छ हाम्रो बिजोग भयो नि त अब यहाँ बाटो कता कता अब के गर्ने होला त्यहाँ ठ्याक्कै त्यहाँबाट थियो क्या त्यो गुम्बाबाट सिधा जानु थियो पाप भयो नि त के गर्ने यार काठमाडौँको डाँडामा डाँडा छ दाजु म को जस्तो अरे दाजु म एकचोटि को जस्तो अरे एकचोटि भनिदिनु त म को जस्तो अरे गाइजहरू सुनिहाल्नु होला होइन गाइजहरूले सुन्दै हुनुहुन्छ माछा माछा दाजु माछा माछा म उयो दाजु उयो ठुलो छ ठुलो च्याप्पै दाजु च्याप्पै दाजु च्याप्पै ल ल ल दाजु ल हो दाजु पक्नु दाजु कोही हो दाजु हो र दाजु